हेलो साथीहरू, आज म कलेजको लागि रेडी हुँदैछु। हजुरहरू हेरिदिनु होला र कमेन्ट र लाइक गरिदिनु होला। अनि म सुरुमा मुख धोएर चिल्लो मोइस्चराइजर घस्दैछु। अब म त्यति बेला बोलेन, बोल्दाखेरि बिहानको समयमा सबैजना उठ्छन् भन्ने पिरले मैले बोलिनँ। सो अहिले भोइस ओभर गरेर राखेँ। अनि म चिल्लो घसेर अलिकति अनुहारमा मसाज गर्दैछु, जसले गर्दा हाम्रो ब्लड सर्कुलेसनमा हेल्पफुल हुन्छ। मसाज गर्दा गर्दै कम्फर्ट फिल हुने अनि रिल्याक्सिङ हुने क्या। त्यही भएर म जहिले बिहान बिहान या साँझतिर अनुहार धोएपछि जहिले अलिकति 2 मिनेट 1 मिनेट जति मसाज चाहिँ गर्छु। त्यसपछि अब म आफ्नो ड्रेस लगाउन जान्छु। अब मेरो मसाजको काम चाहिँ पुरा भएको थिएन। अब म ड्रेस लगाउन रेडी हुन्छु होइन। ल मैले लगाउनलाई रेडी भइसकेँ। अब पहिलोचोटि अब म सर्ट लाउँछु। मान्छेले आफ्नो मनमा जे हुन्छ नि, आफूलाई जेले खुसी दिन्छ त्यही काम गर्नुपर्छ के। मलाई कलेज जान रेडी हुन साह्रै खुसी लाग्छ। चाहे त्यहाँ म गएर हल्ला गरौँ या सबैसँग सकसक होइन, तर चाहिँ मलाई कलेज जान एकदम रमाइलो लाग्छ होइन साथीहरू। र म सबैसँग खुसी भएर सबैसँग खुसी पनि हुनुपर्छ। एनिवे गाइज, मेरो टाइम पनि सकिसकेको थियो, 50 भइसकेको थियो। अनि म छिटो छिटो रेडी हुँदै थिएँ अनि भिडियो नि खिच्दै थिएँ, किनकि मलाई एकदम कन्टेन्ट बनाउनु साह्रै डर लाग्ने क्या। अनि म ड्रेस लगाइसकेपछि टाई बान्दै थिएँ। अब टाई त मेरो तल माथि सबैबाट चिरिसकेको छ। त्यही पनि लास्ट इयर काम चलाउँ भनेर किन किन्ने भन्ने कुरोले चाहिँ होइन, मैले टाईलाई किनिनँ। र सबै थोक किनेर नि साध्य हुँदैन। आफ्नो लाइफलाई चलाउनु छ भने आफ्नो केही कुरालाई त्याग्नु पनि पर्छ होइन साथीहरू। अब यस्तै हो नि जिन्दगी, सबैतिर पाउनलाई त मिहिनेत गर्नुपर्छ। त्यही भएर म भ्लग बनाउँदैछु। हजुरहरूले साथ दिनुहुन्छ भने म अवश्य आफ्नो एक दिन मुकाममा पुग्नेछु। सो म गीत गाउँदै टाई बनाउँदै गर्दै थिएँ अनि डान्स पनि गर्दै थिएँ। सो अब मेरो टाई पनि रेडी भयो। अब मैले आफ्नो कपाल बाँकी रहन्छ, मेरो कपाल कोर्नलाई टाईलाई रेडी पारेर ड्रेस पनि ठिक चिटचाट पारेँ। अब हुन्छ म एकदम रेडी तयार, अब जान सक्छु। तर होइन, हजुरहरूलाई के थाहा, मेरो अझ धेरै बाँकी छ भन्ने। अब म आफ्नो कपाललाई रेडी पार्छु, कोर्नै छ नि त कपाल, धेरै लट्टा पर्छ मेरो कपालमा चाहिँ है। सो मैले काइँयो समाएँ, काइँयोलाई मुखमा हालेँ गाइस, जो मलाई साह्रै नराम्रो लागेको थियो। बिर्सेर हालिहालेछु, बानी त भयो जे नि मुखमा प्याच्च हाल्ने होइन। त्यही भएर ठिकै छ भने मन शान्त गरेँ। अनि कपाल चाहिँ कोर्दै थिएँ। धेरै अलिकति मुनि मुनि लट्टा चाहिँ परेको थियो। कोर्नु त्यस्तो भएको बेला कोर्नु लास्टै गाह्रो हुने क्या। मैले कपाल काट्छु भन्दा नि मम्मीले नकाट भनेर काटिनँ। यहाँ मेरो घरका सबै मान्छे कपाल काट्ने देखेर सबै रिसाउँछन्। तर एनिवे म कसैको सुन्दैन होइन। मलाई जहिले मन लाग्छ काट्छु, जहिले मन लाग्छ पाल्छु के। त्यसपछि मैले कपाल पनि पन्साइसकेँ, कोरिसकेँ मजाले। अब जस्तो स्टाइल गर्नुपर्ने थियो म स्टाइलमा अब आफ्नो काइँयोलाई बटार्दैछु फर 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 टाइप्स होइन। त्यसपछि अब मेरो कस्तो राम्रो देखिएछ उफुहु, तर सिउँदो चाहिँ अलगै आएको थियो। सो मैले फेरि चेन्ज गरेँ सिउँदोलाई चाहिँ। किन अब मैले माथि गएर मेरो जुत्ता ल्याउन पनि थियो। माथि जान्छु, म जुत्ता ल्याउँछु। म अहिले तल अर्को रुममा थिएँ। बाहिरको भ्यूज देख्न सक्नुहुन्छ। बिहान बिहान 6 बज्न आँटेको समयमा धेरै उज्यालो भइसक्छ। माथि छतबाटको भ्यूज हो साथीहरू। अनि म चाहिँ रेडी भएँ, कपाललाई बाँधेर। रेडी मात्र होइन, अब लिपस्टिक अलिकति ओठलाई पिङ्की देखाउन पर्यो नि त, राम्री हुनलाई के। बस वाउ। अब त्यसपछि म एकछिन कपाल रुमाल पनि रेडी पारिसकेँ। अब एकछिन पुछिहालौँ नाकलाई, नपुछेर रुमालको कामै छैन। सो अब म रेडी भएँ, ब्याग समात्छु। मेरो हेलो क्याट ब्यागसँगै म आफू पनि रेडी। अनि एकछिन कपाललाई देखाउन परेको। वाउ, वाट अ कपाल, अमेजिङ, वाउ।
अब म अगाडि यस्तो फेसन गर्छु, अलि राम्री देखिन त पर्यो, तर कलेजमा गएर डल्लो बनाउनु पर्छ। अब जाँदाखेरि चाहिँ डल्लो नै बनाउँछु। एनिवे मैले अब जाँदैछु रेडी भएर झोला भिरेर म आफ्नो कामतिर गइरहेको छु। जाँदा अब बाहिरतिर बोल्दै थिएँ तर आवाज आइरहेको थियो, मान्छेहरूलाई डिस्टर्ब हुन्छ भनेर चाहिँ नबोलेर गइरहेको थिएँ। त्यसरी मेरो माथि 5 तलामा बस्दै तल ओर्लिँदा मेरो अलि धेरै समय लाग्छ। त्यो गर्दा गर्दै मेरो 55 भइसकेको थियो। सबै तिर गरिसकेर 55-57 जति भइसकेको थियो। फाइनली म अलिकति गर्दा गर्दै तल पुगिसकेँ। अब यहाँ मेरो हामी बस्ने रुममा चाहिँ घरमा चाहिँ बाइकहरू धेरै राख्छन्। राख्न परेको धेरै मान्छे भएपछि बाहिरको नजारा देख्न सक्नुहुन्छ। हिजो राति पानीले गर्दा पुरै सडक भिजेको छ। एउटा मान्छे दुध पुगाएर आउनु भएको छ भनेपछि म आफ्नो बाटोतिर गइरहेको छु। एकदम डिफ्रेन्ट देखिरहेछ होइन। मान्छेहरू आउँछन् मलाई तर भिडियो खिच्न लाज लागिरहेको थियो। म आफूलाई हेर्दै थिएँ अनि यसो ठस्का मस्का पनि गरिरहेको थिएँ। साथीहरू अलि चटकतिर देखाउनु पर्यो नि त, अनि भिडियो खिच्न लाज लाग्थ्यो। बाटोमा के कस्तो छ भनेर सानो क्लिपहरू चाहिँ गरेँ। अनि बाँकी त्यतिखेर नै बोल्न अप्ठ्यारो लाग्यो। अब कुनै दिन अर्को दिन म त्यति बेला बोल्दै जान्छु। यो बाटो एकदम खराब छ साथीहरू, हेर्न सक्नुहुन्छ। पुरै पानी आएपछि त पुरै बगाउँछ, चिप्लिएर लड्न नि सकिन्छ होइन। यति दुःख हुन्छ कहिलेकाहीँ यस्तो बाटोमा नि, त दिमाग खराब भइसक्छ साथीहरू। त्यहाँ अबको यो बाटो देख्न सक्नुहुन्छ, यहाँनिर पानी कहिल्यै खाली हुन्न, जहिले जम्मा हुन्छ। हिँड्नलाई नि दिमाग खराब। कुनै गाडी आयो त पानी छ्याप्प गरिदिन्छ यार, मलाई त कस्तो रिस उठ्ने। अनि अलि पर पुगेँ अनि साथीहरू धेरै मान्छेहरू भेटेँ, आफ्नो कलेजको साथीहरू। अनि हिँड्दै आफ्नो मजाले मान्छेहरू बिहान त साइक्लिङ पनि गर्छन्, रमाइलो लाग्छ। आफू एक्सर्साइज पनि गरिँदैन। त्यहाँ सुटर चियाहरू, अब चिया खानेर कुनै दिन छिर्न पर्ला, टाइम छैन। त्यहाँ गुम्बा छ। यहाँबाट म थोरै समयमा अब म स्कुल कलेज पनि पुग्छु। बाटो त सफा छ, एकदम सफा छ, तर पानीले कहिलेकाहीँ बिगारिदिन्छ र पो गाह्रो छ मान्छेलाई। अनि म कलेजको मेरोतिर थिएँ, सबै आफ्नो तयारी भइसकेको थियो। जाँदै थिएँ म पुगेँ। मेरो कलेज देख्न सक्नुहुन्छ, भित्रको भिडियो खिचिनँ म। सबै मान्छे थिए, त्यही भएर खिच्न सकिनँ मैले। अनि म अब क्लासमा पुगेँ। सर पढाउँदै हुनुहुन्थ्यो, अलिक जिस्केको रमाइलो गर्दैको। साथीहरूले त हेर भनेर जिस्काइरहेको थियो फेरि लाजले हेर्न लादिनँ। अनि अर्को साथीलाई फेरि नगर फेरि गाह्रो छ हेलो भन्नु चाहिँ अर्को साथी रोशनीले। उहाँ पढाउँदा टप्पर टाइप अफ बल क्लासको त्यहाँ देख्न सक्नुहुन्छ मेरो क्लासमेटहरू। अनि हुन्छ भने डरले मैले हामी रमाइलो गर्दै फर्किँदैछौँ। अनि अर्को साथी भन्दै अनि म अब सानो क्लिपहरू काटेर होइन, अनि भ्लगमा राखेँ। आज बिहान रेडी भएर यहाँ आउँदा अब सधैँ यस्तै भिडियो हालेर कन्टेन्ट मैले धेरै भिडियो राखेको छु नि, किन नहुने भन्दै मैले पनि सब्स्क्राइब गरेको छु नि। हामी दुईजनाको गफ भइरहेको थियो। अनि पछाडिबाट मान्छेहरू पनि हेर्दै थिएँ। मैले त्यो इग्नोर गरेँ, किनकि जिन्दगीमा धेरै कुराहरूलाई इग्नोर गर्न सिक्नुपर्छ अरे कसैले भनेको थियो। त्यो मैले याद गरिस्, मैले सबैको कुरा इग्नोर गरेँ। अनि उनीहरू आफ्नोतिर गए साथीहरू। अनि म पनि एक्लै बाटोमा फुल गर्दै थिएँ। अनि भिडियो खिचेँ, कपाललाई गरेँ एकदम। अनि रमाइलो तरिकाले अब मेरो बाटो आउँदैछ यस्तो मजाले। त्यो दुईवटा बाटो थियो, अनि म स्ट्रेट जानुपर्ने थियो क्या। अनि यसो देखेँ, अनि यहाँ एउटा खै के बनाउँदैछ, यता पनि चिया घर हो के बनाउँछन् खै, नयाँ बन्दैछ बन्न चाहिँ। अनि म जाँदै थिएँ। अनि फेरि बिहानकै बाटोतिर पुगेँ। यता राम्रो हरियो लगाएको थियो, तरकारी साग मुन्टा के फर्सीको मुन्टाहरू लगाएको थियो क्या। एकदम रमाइलो यतातिर त एकदम सफा छ। त्यहाँ अलिक बिच बाटोमा चाहिँ एकदम फोहोर हुने, मलाई दिक्क लाग्ने त्यो बाटो जान नि। त्यसपछि अब म रेडी भएँ। अब म रेडी मतलब अब आफ्नो रुमतिर पुग्नलाई तयार भइसकेको छु। भिडियो खिच्दैछु, लाज मान्दैछु होइन। मेरो पनि अलगै छ नि त मान्छे। पहिला अब यस्तै मान्छे के भन्छ कसरी हुन्छ भन्ने
सोचाउँथेँ अनि क्लिक गर्थेँ क्या। त्यसपछि अब चाहिँ म आफ्नो रुमतिर पुग्ने बाटोमा पुगेको छु। आफूलाई हेर्दैछु, आफूलाई चटक गर्दैछु। एउटा मान्छे त्यहाँ मोबाइल हेर्दैछिन्, मलाई यस्तो फर्केर हेरेको थिएँ। मैले लाज पनि मानेन, होस् भने। अनि पछि म हिँडेर मजाले गएँ अनि बाटो देखाउँदैछु हजुरहरूलाई। यो बन्दै थियो, यो बाटो पनि यो बाटो बन्दै थियो। अनि एउटा भाइ साथीको जाँदै थिएँ, त्यहाँ पर पुग्नुपर्छ। फेरि मैले आज बादल घाम धेरै लागेको थिएन, त्यही भएर छाता नओढेको, नत्र त लास्टै गर्मी हुने। अब त्यो बाटो जेब्रा क्रसिङ बाटो क्रस गरेर म आफ्नो घर बस्ने घरभित्र छिर्छु। यो बाइक कसको हो थाहा भएन, ओके। मान्छेहरूको भिड छ पसलमा। अब यो बाइक चाहिँ मेरो भाइको, मेरो मतलब हाम्रो। त्यसपछि फाइनली गाइज म आफ्नो रुमभित्र पुग्छु। अब यहाँ माथि पुग्नु नि आपत छ, यति दिमाग खराब हुन्छ। स्याहाँ फ्याँ 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 यो 5 तलाको सिडी चढ्नलाई नि दुःख भन्ने कुरो लास्तै हुन्छ। किनकि यतिका सिडी भोकै पेटमा चढ्न कति दुःख के साथीहरू छ्या। अब भोलिदेखि म आफ्नो भोइस ओभर जुन भिडियोमा गर्छु त्यो भिडियोमा म आफ्नो भोइस ओभर गर्छु। किनकि यसरी बोल्न अलिक झिजो हुन्छ कि कतिखेर के बोलेको त्यो मान्छेहरूलाई पनि त्यतिखेरको रियाक्सन थाहा पाउनुपर्छ। फाइनली म रुममा पुगिसकेँ। त्यसपछि अब म आफ्नो क्लोथलाई झार्छु। पहिलो टाईलाई फाल्यो, वाउ वाटर रिल्याक्सिङ। अनि म कपाललाई बान्छु, यसले मलाई झिजो गरिरहेको थियो क्या। बानी डल्लो बनाउँछु। डल्लो बनाएपछि सब अब लुगा उतार्छु। लुगा उतार्नु पहिला यस्तै हो जिन्दगी होइन साथीहरू, ड्रेस अन अप आउट जे पनि हुनसक्छ होइन। त्यसपछि म चाहिँ डान्स गर्दा गर्दै आफ्नो मुडमा ड्रेस खुलाउँदै थिएँ, सकेँ। अनि पछि म नाचेँ, वाउ रिल्याक्सिङ फिल भयो, वाउ लभ यु सायोनारा भने। त्यसपछि म चाहिँ फ्रेस भएँ, आफ्नो घरको ड्रेसमा बसेँ। ल थ्याङ्क यू फर वाचिङ साथीहरू। बाँकीको अर्को भिडियोमा बाई।